हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। मेरो च्यानलमा सबैजनालाई स्वागत छ। र आज भने चाहिँ लिएर आएको छु मेरो प्लान्ट कलेक्सन, इन्डोर प्लान्ट कलेक्सन, र तपाईँहरूसँग सेयर गर्न लिइरहेको छु यसको एडभान्टेजेसहरू र यसलाई कसरी मेन्टेन गर्न सक्छौँ भने यसलाई चाहिँ भन्दो रहेछ चाइना रोज प्लान्ट, र एकदमै यो चाहिँ लो मेन्टेनेन्समा नै एकदमै राम्रो हुन्छ र इन्डोर प्लान्ट एकदमै राम्रो हुन्छ। घरभित्र राखेर तपाईँहरूले डेकोरेटिभ आइटममा राख्न सक्नुहुन्छ। यसलाई चाहिँ हप्तामा एकपल्ट पानी मात्रै लाउँदा पनि एकदमै राम्रो हुन्छ र कम्ती घाममा पनि मजाले राख्न सक्नुहुन्छ। र अर्को छ मेरो यो फिग प्लान्ट, यसलाई फिकस प्लान्ट पनि भन्छ, र यसको चाहिँ यो पनि एकदमै लो मेन्टेनेन्स हो। यसलाई चाहिँ केयर बेसी गरिरहनु पर्दैन र कम्ती सनलाइटमा तपाईँहरूले राख्न सक्नुहुन्छ। इन्डोरमा डेकोरेटिभ आइटममा राख्न सक्नुहुन्छ र यसलाई पनि लो मेन्टेनेन्समा एकदमै राम्रो हुन्छ। धेरै पानी चाहिँदैन। यसलाई पनि हप्तामा एकपल्ट पानी लाउँदा तपाईँहरूले मजाले इन्डोर प्लान्ट राख्न सक्नुहुन्छ। यो देख्न सक्नुहुन्छ मैले चाहिँ हिजो अस्ति मात्रै लिएको र पनि एकदमै राम्रो भइरहेछ मेरो यो फिग प्लान्ट। र अर्को चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ कमन प्लान्ट हो, जिजी प्लान्ट भन्छ यसलाई चाहिँ, र यसको भेराइटिज पनि 2-3वटा हुन्छ र यसलाई ब्ल्याक कलरमा पनि हुन्छ यो चाहिँ। अनि यो पनि एकदमै लो मेन्टेनेन्स चाहिन्छ। यसलाई पनि धेरै केयर गरिरहनु पर्दैन र यसको पत्ताहरू चाहिँ एकदमै साइनी पनि हुन्छ। अलिकति पानीले मात्रै पुज्दाखेरि पनि एकदमै साइनी हुन्छ, यहाँ देख्न सक्नुहुन्छ। र अर्को छ मेरो यो एरिका प्लान्ट। यो एरिका प्लान्ट पनि एकदमै, यसलाई पनि केही केयरै चाहिँदैन, एकदम ग्रिनेरी डेकोरेटिभ आइटम एकदमै राम्रो हुन्छ। र विशेष गरी चाहिँ सबै प्लान्टहरूको एडभान्टेजेस चाहिँ त्यही हो, एयर प्युरिफाई गराउँछ र हेल्थको लागि एकदम राम्रो पनि हो र डेकोरेटिभ आइटममा एकदम राम्रो पनि हुन्छ यो एरिका प्लान्ट। अर्को छ मेरो यो प्लान्ट रबर प्लान्ट। यो रबर प्लान्ट चाहिँ मैले रोपेको धेरै वर्ष भइसकेको छ। देख्न सक्नुहुन्छ यसको लेन्थ। यसलाई पनि केयर त्यति साह्रो चाहिँदैन र यसलाई नि सनलाइट चाहिँ कम्ती मात्रै चाहिन्छ। इन्डोर प्लान्टको रूपमा तपाईँले राख्न सक्नुहुन्छ। मैले चाहिँ यसलाई खिड्कीको छेउमा राखेको छु। कम्ती सनलाइटमा, लो सनलाइटमा तपाईँले राख्न सक्नुहुन्छ। एकदमै राम्रो हुन्छ यो पनि। अनि लास्टमा रहेको छ मेरो स्नेक प्लान्ट। यो चाहिँ एकदमै राम्रो हुन्छ यो पनि, र यसको पनि एडभान्टेजेसहरू यहाँ तल मैले राखिदिएको छु, तपाईँहरू पढ्न सक्नुहुन्छ। यो पनि लो मेन्टेनेन्स, एकदमै लो मेन्टेनेन्स। यो झन् यसलाई केही केयरै गर्नु पर्दैन, कोही कोही बेला पानी हाल्दा भइहाल्छ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।